हैन यो अलिकति ठाउँ चाहिँ हामीले सकेसम्म चाहिँ हाम्रो सबै ठाउँहरूमा विभिन्न प्रजातिको बिरुवाहरू जुन चाहिँ यही ठाउँमा पाइने खालको बिरुवा हो त्योहरूलाई जोगाइराखेको छौँ र बढाउँदै जाने प्रयास गरेका छौँ। हामीले बच्चाहरूले सिकाइ गर्दाखेरि चाहिँ नर्मली सानो बच्चाहरूले चाहिँ सकेसम्म वातावरणमा लगेर सिकाइ गर्नु पर्दो रहेछ, उनीहरूले वातावरणसँग घुलमिल गराउन समय चाहिँदो रहेछ भनेर त्यो खालको एक्टिभिटी गर्छौँ भने बिस्तारै 6 कक्षाभन्दा माथिको विद्यार्थीहरूलाई वातावरणमा के कस्तो समस्याहरू छ, उनीहरूले कसरी समाधान गर्न सक्छ भन्ने कुराहरूमा सिकाइहरू गराउँछौँ। त्यसमध्ये हाम्रो 2टा क्लब चाहिँ एकदमै इम्पोर्टेन्ट छ, एउटा बर्ड वाचिङ क्लब र अर्को चाहिँ सस्टेनेबिलिटी एम्बेसडर क्लब भनेर। त्यो क्लबहरूमा आबद्ध विद्यार्थीहरूले बर्ड वाचिङ क्लबको विद्यार्थीहरूले चाहिँ हाम्रो स्कुलमा कति प्रजातिको चराहरू आउँदो रहेछ त्यो अवलोकन गर्ने, त्यसपछि स्कुलबाट नभएर नजिकका ठाउँहरू बुलबुले तालमा, काँक्रे बिहारमा, वरिपरिका ठाउँहरूमा कस्ता चराहरू पाइँदो रहेछन्, तिनीहरूको स्ट्याटस के छ भन्ने कुराहरूको अध्ययन गर्छन्। जस्तै सस्टेनेबिलिटी एम्बेसडर क्लबले चाहिँ अरू विभिन्न वातावरणीय समस्या, फोहोरहरू कसरी छुटाउने होइन, समुदायलाई कसरी सफा राख्ने, अनि वायु प्रदूषणको असरहरू के छ, हाम्रो यहाँको स्ट्याटस के छ भन्ने खालका एक्टिभिटीहरूमा चाहिँ इन्भल्भ हुन्छन्। र यतापट्टि फर्किँदै गर्दा चाहिँ तलपट्टि तपाईँहरूले त्यो कालो ड्रमहरू देख्नुहुन्छ है, त्योभन्दा माथि यहाँ माथिपट्टि एउटा सिस्टम छ। वातावरणीय रूपमा चाहिँ हाम्रो वेटल्यान्डलाई के भन्छौँ हामी साथी, सिमसार क्षेत्रहरूको चाहिँ एउटा आफ्नै महत्त्व छ, किनभने वातावरणमा भएका पोल्युसनहरू छ, प्रदूषणहरू सिमसार क्षेत्रमा चाहिँ त्यो प्रदूषणहरूलाई काम गर्ने काम नेचुरल्ली हुँदो रहेछ भने यो सिस्टमहरू चाहिँ नेचुरल सिमसार क्षेत्रलाई नै मिमिक गर्ने खालको त्यस्तै खालको जे प्रोसेस त्यहाँ हुन्छ यहाँ पनि गराउन सकियोस् भनेर डिजाइन गरेको प्रोसेस छ। यसमा चाहिँ विशेष त यो सेक्सनमा चाहिँ टोइलेटबाट आएको पानीहरू फर्स्ट लेभलमा चाहिँ माथिपट्टि म पछि तपाईँहरूले देखाउँछु, त्यहाँनिरको ट्याङ्कीमा आएर ठिक्रिन्छ। पानी चाहिँ यो सेक्सनमा आउँछ र यो ट्रिटमेन्ट हुन्छ। उता भित्रपट्टि हेर्नुभयो भने तलपट्टि सानो बक्स छ, त्यहाँबाट 24 आवर नै हावा पास गरिराखिन्छ। यो च्याम्बरमा माथिको यो वेटल्यान्ड जुन छ त्यसमा चाहिँ विभिन्न खालको चिप्स ढुङ्गाहरू सानो ठुलो मिलाएर राखिएको छ। त्यसमा चाहिँ हाम्रो आँखाले देख्न नसकिने सूक्ष्म जीवाणुहरूले चाहिँ त्यो पानीमा भएको फोहोरहरूलाई बिरुवाले सोच्न सक्ने खालको फर्ममा चाहिँ ट्रान्सफर्म गरिदिन्छ र बिरुवाको जराले फोहोर सोच्छ र पानीलाई त्यसरी शुद्ध गर्छ र त्यो पानी लास्टको ड्रममा चाहिँ कलेक्ट हुन्छ है। अर्को चाहिँ यतापट्टिको यो 2टा सेक्सनबाट चाहिँ हात धुनु भाँडा धोएको पानीहरू चाहिँ यतापट्टि एक प्रोसेसबाट फिल्ट्रेसन भएर यहाँ तलपट्टि आउँछ। यो यतापट्टिको 2टा ड्रमहरू चाहिँ बायो स्यान्ड फिल्टरहरू हो। त्यस पछाडि चाहिँ लास्टमा ड्रममा कलेक्ट हुन्छ दुईटै ग्रे वाटर र ब्ल्याक वाटर, दुईटै चाहिँ हामी माथि पम्प गर्छौँ। यो चाहिँ नखाने खालको बिरुवाहरू, किनभने त्यो पानीमा अझै पनि ब्याक्टेरियल कन्टामिनेसन हुनु छ होइन, त्यो भएको भएर हामीले नखाने बिरुवाहरू सँगसँगै टोइलेट फ्लस गर्नलाई त्यो प्रयोजनको लागि चाहिँ प्रयोग गर्छौँ, पुनः प्रयोग गर्छौँ है त। लागौँ है हामी, एकदम राम्रो। यो टोइलेटदेखि यो गज भन्छ हाम्रो त्यही हो, गज भन्ने यही हो जस्तो लाग्यो। एकदमै ठुलो पानी पर्दा खहरी खुला मात्रै आउँछ, नत्र अरू बेला त्यति पानी बोल्ने बानी पनि बोल्ने बानी भन्दा पनि 3-4 वर्ष पढाइसकेपछि त यो के सिस्टम भन्नु भने यो सिमसार के अरे, के सिस्टम अरे यो पानी माथिबाट तल आएर यसलाई चाहिँ वेस्ट वाटर फोहोर पानी प्रशोधन गर्ने सिस्टम नै भन्छौँ। त्यसको साइन्स भनेको चाहिँ सिमसार क्षेत्रमा जसरी काम हुन्छ त्यसरी नै काम हुने सिमसार क्षेत्रमा पानी फिल्ट्रेसन हुने बाँसो न भालु बाँस हाम्रो एम्पी थिएटर यहाँ चाहिँ सानो ठाउँ भए पनि धेरैजना अटिन्छ है। अनि विद्यार्थीहरूलाई योगाको क्लासहरू, त्यो सँगसँगै ड्रामा क्लासहरू, आर्ट क्लासहरू चाहिँ यो ठाउँमा हामी गर्छौँ, डान्सको क्लासेसहरू। अनि सँगसँगै कार्यक्रमहरू र विशेष त फ्युचर्स प्रोग्रामबाट चाहिँ हामीले समय समयमा
यही क्षेत्रका सकेसम्म चाहिँ यही क्षेत्रका अथवा विभिन्न क्षेत्रका व्यक्तित्वहरू जो चाहिँ एक हिसाबले सफल भइसक्नु भएको छ उहाँहरूको कथाहरू हाम्रो विद्यार्थीहरूले सुनाउने खालको कार्यक्रमहरू राख्छौँ। उहाँहरूको कथा भन्ने गर्दा सक्सेसफुल त हुनुभयो, तर त्यो ठाउँमा पुग्नलाई के च्यालेन्जेसहरू फेस गर्नु पर्यो, विद्यार्थीहरूले उहाँको स्टोरीबाट के सिक्न सक्छन् होला भन्ने कुराहरूमा सिकाइहोस् भन्ने गरी त्यो कार्यक्रमहरू चाहिँ आयोजना गर्छौँ। होइन चिसो छ न त यहाँ बसेर फोटो खिच्दा पनि हुन्छ। फोटो खिचाछौँ ल, ठिक छ। हजुरसँग बाइक हजुरसँग भएन नत्र फोटो त खिचेका छौँ यहाँ। भनेपछि योभन्दा यतापट्टि हजुर हेरेका छैनौँ त्यसो भए यहाँ माथि आई थिङ्क इट्स ओके माथि यहाँ रहेछ खतरा। के हो लेखा यार यसमा? लभ के लेखिएको एकछिन सरलाई आउनु दिउँ ल स्टार्ट। Because when we will concrete here, water coming from railing, it cannot go inside the land. That's why we didn't concrete here. Can you explain that in Nepali as well? Can you try? यहाँ कङ्क्रिट नगरेको चाहिँ आकाशको पानी आयो भने यता जमिन मुनि जान पाउन भनेर यहाँ कङ्क्रिट नगरेको। यहाँ यस्तो पानीको स्रोतहरूको पनि कमी छ त्यसैले। सो उहाँ चाहिँ हाम्रो एकदमै न्यू मेम्बर सस्टेनेबिलिटी एम्बेसडर क्लबको नयाँ मेम्बर हुनुहुन्छ। सो हाम्रो विद्यार्थीहरूले चाहिँ हाम्रो स्कुलको राम्रो प्र्याक्टिसेसहरू अरूलाई बुझाउन सकुन् भन्ने हिसाबमा त्यो क्लबमा काम पनि हुन्छ। उहाँको अनुसारले हामी जति पनि सहरी क्षेत्रहरूमा अहिले भेल बग्छ नि अलिअलि पानी पर्दा पनि त्यो भनेको आकाशको पानी भुइँमा छिर्ने ठाउँहरू नभएर हो होइन, भूमिगत पानीलाई पनि रिचार्ज गर्ने ठाउँहरू हुनुपर्छ भनेर यो हाम्रो एरिया चाहिँ सकेसम्म कम कङ्क्रिट गरौँ सो द्याट आकाशको पानी जमिनभित्र पनि जान सकोस् भनेर यो सिस्टमलाई इन्टिग्रेट गरेको छ है त। एकदम धन्यवाद। थ्याङ्क यू। कति क्लासमा पढ्ने? 6। अनि जाउँ भाइ साहब हजुर 20 मिनट अघि 40 हो 40 भने